ब्ल्याक पेपर, यो धनिया, यो येलो सर्सो, यो ब्ल्याक सर्सो, यो मेथी, यो सुप अनि यो जिरा सब भुटेको। अनि अब यहाँ मिर्ची यो पनि भुटेको। अब यो ग्राइन्ड गरेर मुला कचुमा हाल्ने अनि यो तेल चाहिँ गरम गरेर हाल्ने। म तपाईँलाई बताउँछु है त गाइस, भिडियोमा बनिरहनुहोस्। यहाँ हेर्न सक्नुहुन्छ गाइस, यहाँ मुला सुकाएर यस्तो भइसकेको छ। मुला र खुर्सानी हामीले हालेको यो हाम्रो पेस्ट हो यहाँ चाहिँ होइन। उहाँले चाहिँ रेडी गर्दै हुनुहुन्छ। यहाँ हेर्नुहोस्, हातले नचलाएको हाम्रोमा ग्लास छैन। यहाँ हातले चलाए चाहिँ पिरो हुन्छ गाइस। कसैलाई खाना मन छ भने कमेन्ट गर्नु गाइस, हामी ल्याइदिन्छु म। अब स्वाद अनुसार नमक हाल्नुहोस्। कति चाहिन्छ अझै हामीले अब हाम्रो अर्को छ गाइस, त्यही भएर यसरी हालेको। हजुर त्यही हिसाबमा हाल्नु, चम्मचले हाल्नु, कम्ती हाल्नु लागिले बरु चाखेर पछि हाल्नु होला नि। यहाँ अब अलिकति चिल्ली पाउडर पनि नामको लागि, अलिकति कलर आउँछ, टेस्ट आउँछ भनेर। धेरै न हल्का ओके बस काफी नि। अरू कति अब यसलाई पुरा मोल्दिनु। अलिअलि हल्दी पनि हाल्नुपर्छ, कहिले हाल्नु। यसरी चाहिँ यसलाई सबलाई मिक्स गर्नुपर्छ। तेल हालेपछि चाहिँ टक्कै भइहाल्छ। यहाँ अलि नामको लागि अब हल्दी हाल्नुपर्छ के अरे। यो मुला धुलाएर हाल्नुपर्छ जसमा चाहिँ, तर अब मुला काटेर सुकाएर हाल्नुपर्छ। अब गाइस यसलाई पुरा चलाउनु। तपाईँले हातमा ग्लास लगाएर चलाउनु, त्यही भएर हाम्रो यहाँ ग्लास नभएर फिलहाल। अब यहाँ हालिदिनु तातो तेल हेर्नु सक्नुहुन्छ। सरसोको तेल पुरा खाडी हुनुपर्छ। जिरालाई चाहिँ हाल्दा हुन्छ। फेरि भोलिलाई चाहिँ भोलि फेरि 1-2 दिनपछि तेल तताएर डब्बामा हालिदिनु है। देख्न सक्नुहुन्छ। कहिले बनाएको यो? डिसेम्बरको 20 तारिक। यसको खाने कहिले हो डेट म तपाईँलाई बताइदिन्छु। यसलाई पुरा मिलाउनुहोस्। हेर्न सक्नुहुन्छ गाइस, हाम्रो अचार रेडी भइसकेको छ। जुसी भाषा यसरी हालेर जुनै डब्बामा हाल्दा नि हुन्छ। हामीसँग यो डब्बा थियो, त्यही भएर हामीले यो गरेँ। गुरुजी यहाँ हुनुहुन्छ। अचार खानेलाई कमेन्ट गर्नु। भन्दैन कमेन्ट गर्नु भनेर, खाना आउनु भनेर। मलाई थाहा छ गाइसहरू, हजुरहरूको मुखबाट पुरा पानी गिर्दैछ होला अचारलाई देखेर। मेरै गिर्दैछ होला के भन्नु। नहीं त कसैलाई चाहिन्छ भने कमेन्ट गर्नु, पार्सलले मेसेज गर्नु। म बनाएर पठाइदिन्छु 1 डब्बा पार्सल। मेरो फ्रेन्ड्सहरूले पनि खाओस्, फलोवर्सहरूले। यसरी चाहिँ गाइस एउटा पनि मसला रहनुहुन्न। पैसा परेको मसला हो यसमा। पैसा पनि हो, मेहनत पनि हो। त्यो भुटेको, त्यो टाइम लगाएर पिसेको। यसो हुन्छ होला नि। अब थाहा हुँदैन। यहाँ ल्याएर गिराउनु भयो। गिराउनु भएको छैन, गिराउनु मस्त देखिँदैछ होइन गाइस। नमक राख्नु अघि ठिक्कै भयो। देख्नुभयो गाइस? हेर्नुहोस्, यो भयो हाम्रो अचार रेडी। तपाईँलाई ढाकेर राखिदिनुहोस्, भोलि घाममा सुकाइदिनुहोस्। मजा